यति हो सन्देश है, सन्देश यति हो, मेरो बारेमा नबोल्नु होला, मेरो बारेमा कुरै नगर्नुहोस्, त्यति हो। झगडा गरी गरी मुक्का खाई खाई मुक्का हानी हानी सम्बन्धमा बस्नुपर्छ भन्ने छैन, कुनै पनि लेखेको छैन होइन। त्यसरी बस्नुभन्दा नबस्नु छुटिनु जाति हो है, मेरो यो मान्ने हो। त्यही भएर तपाईँहरू यो जबरजस्ती मेरो कुरा उठाएर, मेरो आफ्नै समस्या थियो, आफ्नै विभिन्न किसिमका कुराहरू थियो, त्यो मेरो आफ्नै थियो, तपाईँलाई थाहा छैन के भएको होइन, अलिकति पनि थाहा छैन, बाहिर जे देखेको त्यो केही पनि होइन होइन। त्यही भएर अब बाँकी तपाईँहरूलाई अरू कुरा थाहा छ होला, त्यसको बारेमा बोल्नुहोस्, मेरो बारेमा किन बोल्नु पऱ्यो? भित्री कुराहरू मेरो बारेमा मेरो आमालाई थाहा छैन, तपाईँहरूलाई थाहा हुन्छ। त्यही भएर लाइभमा त्यो नानाभाती मेरो उदाहरण दिएर दुनियाँभरि कुरा गर्ने होइन, यति कुरा चाहिँ हो। बुझिराख्नुहोस् पोस्टर्सहरू। ल गीतको प्रमोट राम्रो भइरहेको छ गाइजहरू, यस्तो हुँदैन क्या गाइजहरू। कहाँ यार, म चुप्लाएर बसेको मान्छेलाई के बेकारमा बिचमा ल्याउनु पर्यो? कि कसो हो गाइजहरू, कि कसो हो होइन कञ्चनजी? होइन ठिक हो, सही हो, सबको आफ्नो लाइफ हो नि। मलाई किन मैले कसको के खाइदिएको छु र भनेको के अब कताको कन्ट्रोभर्सी मलाई जोड दिने के? उनीहरू कन्ट्रोभर्सी तिमी आफै गर न यार, मेरो नाम किन लिनु पर्यो भनेको के? गाह्रो छ यार, उदाहरण दिन्छ यार, फलानाले पनि यस्तै गर्यो रे, ढिस्कानले पनि यस्तै गर्यो, के गर्यो? गरे चाहिँ के मैले? त्यो नेपाली ब्रो जस्तै हुनुपर्ने हो कि के हो? त्यस्तै हुनुपर्ने जिन्दगीमा त्यस्तो हुन्छ क्या? फेरि त्यस्तो नहोस्, सम्बन्ध नमिलेपछि सँगै बस्यो भने ऊ त्यस्तो हुन्छ क्या? त्यो भन्दाखेरि मेलमिलापमा अलग भएको राम्रो हो र म खुसी छु यस कुरामा। अब के मैले अब संसारमा कतिजनाले गर्छ यो डिभोर्स भन्ने कुरा? गर्दैन कञ्चनजी, गर्छ नि हो कि अन्त कति छन्? हामी पो कलाकार भयो लाइमलाइटमा, हामी अगाडि देखेका छौँ, त्यस्तो नदेखेन त कति छन् होइन। आफ्नो मनको कुरा हो नि, आफ्नो मनलाई जोसँग राम्रो मिल्छ, जोसँग शान्ति मिल्छ होइन, त्योसँग गर्ने हो नि। र मेलमिलापमै भएका कुराहरू हुन् यो डिभोर्स भन्ने कुराहरू, मेलमिलापमै भएको। उसले सर्टेन अमाउन्ट माग्यो, मैले त्यो अमाउन्ट दिएँ, ऊ खुसी छ, म खुसी छु, मेरो लाइफमा म सिङ्गल छु, अरूले किन टाउ दुखाउनु पर्यो? किन दुखाउनु पर्यो? दुनियाँभरको मान्छे बटुलेर मेरो बारेमा बोल्नुपर्छ? पर्दैन नि त होइन। बाँकी अरूको के हो मलाई थाहा छैन नि, उनीहरूको के हो कसो हो, उनीहरूले जानुन्। मैले त्यसमा इन्टरफेयर कहिले पनि गरेको छैन। राम्रो भए राम्रो होस् होइन, नराम्रो नहोस् भनेकै छु। अहिलेसम्म मैले कसैलाई केही भनेको छुइनँ नि त। मेरो बारेमा बोल्नु जरुरी छैन, उदाहरण दिनु जरुरी छैन के, जरुरी छैन, कसैले पनि जरुरी छैन। भोलि यस्तो तपाईँहरूको लाइफमा पनि आउन सक्छ कि सबैको आफ्नो लाइफ छ, सबैको हस्बेन्ड हुन्छ, सबैको वाइफ हुन्छ। हरेक हस्बेन्ड वाइफको जीवनमा एउटा मोडमा यस्तो आउँछ कि यतिखेर छुट्यौँ भन्ने कुरा यस्तो आउँछ। हरेक हस्बेन्ड वाइफको जीवनमा एक मोडमा आउँछ। त्यतिखेर त्यो परीक्षा हो कि यिनीहरू साँच्चीकै दिलबाटै जुडेको छ कि छैन भन्ने कुरा त्यसपछि थाहा हुन्छ। मिल्यो भने मिल्यो, छुट्यो भने छुट्यो। त्यो कुरा बुझ्नु जरुरी छ गाइजहरू। अब मैले धेरै कुरा भन्न सक्छु यहाँ होइन, त्यो राम्रो होइन है। मेरो बारेमा कुरै नगर्नु मैले भनिसक्यो। आफ्नो कुरा गर्नुहोस्, आफ्नो घर सम्हाल्नुहोस्, आफ्नो गर्नुहोस्,
यो दुलम बसेको सर्पलाई धेरै नचलाउनु होला फेरि सुरेश लामा पहिलाको जस्तो छैन फेरि चुप्लाएर बस्ने खालको होइन आउँछ फेरि भाड भैलो मचाउँछ जान्छ फेरि तपाईँहरूलाई नै गाह्रो कुरा हो यो कुरो बुझ्नु जरुरी छ डबलमा सबैले प्ले गरौँ के कसो हो गाइजहरू त्यही भएर चाहिँ मेरो बारेमा बोल्नुभन्दा पहिला चाहिँ अलिकति सोचेर बोल्ने गर्नुहोस् है साथीहरू जो पनि हुनुहुन्छ टिकटकमा यताउति फेरि मेरो अगाडि पछाडि कोही छैन कि यस्तो म त फेरि आजकल त मलाई डर पनि लाग्दैन होइन फेरि दिइहाल्ने हो नि त फेरि त्यही भएर त्यो गडे मुर्दे मत उखाडो भन्छ नि त्यो मरेर जलाएर के अरे मरेर खाल्टोभित्र पनि गाडिसकेको कुरालाई फेरि फेरि खनेर फेरि उखाल्ने काम नगरौँ समझदारी यसैमा छ कि के हो गाइजहरू भन्नुहोस् त भन्नु न ओके हो त्यस्तो पच्दैन नि गाइजहरू मलाई पच्दैन के मेरो 30 हुन्छ त्यस्तो राम्रो होइन ठिक छ त्यस्तो नगरौँ साथी कानुनले उहाँ चाहिँ नि बकाइदा छाप हानेर र कानुनले सही भनेको कुरालाई अब यता अब असही भन्न मिल्छ मिल्दैन नि त कानुनले सही भनेर टक्क दुईजनाले टक्क सहमतिमा मैले मेरो आधा सम्पत्ति दिएर डिभोर्स गरेको हो कसको बाउ के खाइदिएको छु यहाँ होइन मैले जति कमाएको मैले आधा सम्पत्ति दिएर डिभोर्स गरेँ अब बोल्न पाइन्छ यहाँ पाएन नि त मेरो बारेमा बोल्न सबैको आफ्नो हुन्छ जेपिटी भन्न पाइन्न कि उदाहरण दिन पाइन्न कि सुरेश लामा मेरो बाटोमा हिँड्नुपर्छ भनेर म कसैलाई भन्दिनँ मैले यो गरेँ तैँले पनि यही गर्नुपर्छ फलानुको पनि यही हुनुपर्छ भनेर म भन्दिनँ मैले डिभोर्स गरेँ तिम्रो पनि हुनुपर्छ भनेर भन्दिनँ सकेसम्म मिलाउने हो राम्रोसँग बस्ने हो आफ्नै श्रीमतीसँग खुसी हुने नै हो तर गर्दा गर्दै पनि हुँदैन भने लास्टमा मर्नुभन्दा बोलाउनु जात्यो डिभोर्स गर्नुपर्छ यदि हुँदैन बस्नै सकिन्न भन्ने लास्ट सिचुएसनमा हुनुपर्छ त्यो पनि म त्यो भन्छु होइन त्यो भन्दै गर्दाखेरि केटी पक्षलाई पनि पीडित नबनाइकन उसले पनि आफ्नो माग अनुसारले दिनुपर्छ हो त्यो पनि हो फेरि मैले केही गल्ती गरेको छैन म खुसी छु एकदम ह्याप्पी आई एम भेरी ह्याप्पी पर्सन इन द वर्ल्ड ग्लोभ्समा त्यही भएर ठिक छ तपाईँहरूको है म गिबिनाजीलाई भनेको किनकि मैले आज खुद सुनेको भएर कि लाइभमा म उहाँको लाइभमा गएको हो मैले कमेन्ट पनि गरेँ होइन सुनेको भएर तपाईँको र हाम्रो रोबिन दाईको के छ कुनै मलाई आई डोन्ट नो के तपाईँहरू आफ्नो सोल्टाउनु न तपाईँहरू दाजुबहिनी कुरो तपाईँहरू आफू गर्नुहोस् होइन मलाई बिचमा ल्याउनु पर्ने कारण छैन के सुरेश लामाले पनि पहिला त्यस्तो गरेको उसले पनि त्यस्तो गर्दै मेरै बाटोमा हिँड्नुपर्छ भन्ने पनि छैन मैले कसैलाई यहाँ म मात्रै संसारमा एक्लो मान्छे होइन डिभोर्स गर्ने के बुझ्नुभयो नि संसारमा धेरै मान्छेहरू छन् होइन त्यही भएर चाहिँ मलाई उदाहरण दिइरहनु पर्ने जरुरत छैन होइन मेरो आफ्नै किसिमका समस्याहरू थिए मेरो आफ्नै प्रब्लमहरू थिए मेरो घरका कुराहरू तपाईँहरूलाई 1% पनि थाहा छैन होइन पहिला सुरुमा भनेको जग बलियो हुनुपर्छ सम्बन्धको मेरो मान्यता हो फेरि है भूकम्पले काठमाडौँको सबै घर भत्काएन जुन घरको जग बलियो थियो त्यो घर रहिरह्यो होइन जुनको जग कमजोर थियो एकदम कच्चा माटोले बनेको थियो त्योहरू सबै बित्क्यो होइन अब यसलाई भूकम्पलाई दोष दिने कि घरको जग बलियो भएन भन्ने त नि बलियो गरी बनाएको भए 7-8 रेक्टरको भूकम्पले पनि त्यो घर राम्रैसँग जोगिरहन्थ्यो नि त जिन्दगीमा उतार चढाव आउँछ तर दुईजनाको सम्बन्ध यदि मनबाट बलियो छ भने कुनै थर्ड पर्सन आएर त्यो सम्बन्ध बिग्रिने होइन मेरो मान्यता है थर्ड पर्सन कसैले पनि सम्बन्ध बिगार्न सक्दैन मेरो मान्यता हो यो दुईजनाको यदि सम्बन्ध बलियो छ एक आपसमा समझदारी छ
सधैँभरि खुसी छ, एकदम अन्डरस्ट्यान्डिङ छ भने थर्ड पर्सन आउँदैन क्या त्यहाँ, बुझ्नु भएन? त्यही भएर सम्बन्धको जग बलियो बनाउने हो होइन। त्यही भएर म चाहिँ त्यसलाई सम्बन्धको जग बलियो भएन भन्छु, मेरो केसमा भनेको है। फेरि म अरूको केसमा बोल्नेवालामा छैन। त्यही भएर मेरो बारेमा नबोल्नु होला। समूह बनाएर गुठी बनाएर यस्तो कुराहरू मैले छोडिसकेँ। मेरो हेर्नु अगाडि पछाडि यताउति कोही पनि छैन हेर्नु। म ब्याङ्गै बोलिदिने हो होइन, ब्याङ्गै भनिदिन्छु पनि होइन। फलानु के सोच्ला, ढिस्कानुले के सोच्ला, मेरो त्यस्तो छैन होइन। म भनिदिइहाल्छु है। अस्ति नै पनि सुनेको थिएँ मैले होइन, कता कता अहिले पनि सुने, 2-3 चोटि मैले सुनिसक्यो होइन लाइभमा के। मेरो बारेमा नबोल्नुहोस्, कानुनले फैसला गरेर राइट टिक गरेको मान्छे म हो, बुझ्नु भनी। यसमा दुवैजनाको सहमति भएर अगाडि बढेको मान्छे म हो। मेलापत्रमा केस लडेको होइन, मेलापत्रमा दुईजनाको सम्बन्ध विच्छेद भएको। मेलापत्र भनेको के हो? उसको पनि मन मिलेर मेरो पनि मन मिल्नु 2 दिनमा भएको कुरा हो यो होइन। यसमा फलानुले यस्तो गर्यो, सुरेशको घर बिगार्यो रे, कसले बिगार्यो, के बिगार्यो, त्यस्तो कोही केही पनि हुँदैन। म त्यो भन्ने अधिकार तपाईँहरूमा छैन। आफ्नो घर बनाउनुहोस्, आफ्नो घर सम्हाल्नुहोस्। अरूको घरमा झाँकेर हिँड्नुपर्ने तपाईँहरूलाई कुनै जरुरत पनि छैन। त्यत्तिको साह्रो बेकामी पनि नभन्नुहोस्, ठिक छ नि। सुरेशको घर बिगार्यो रे, घर के म खुसी छु त? के घर बिगार्यो? छ त घर बनेको छ, राम्रै छ होइन, बनाएकै छु घर। 2-2टा घर छ, बनिरहेछ त, राम्रै छ, भित्ताहरू सब क्लियर छ, प्लास्टर राम्रो छ, के घर बिगार्यो? खुसी छु। तपाईँहरूले भनेर हुन्छ? गडे मुर्दे उखाड्ने होइन है फेरि। राम्रो मुखले सम्झाएको हो। राम्रो मुखले सम्झाउँदैन भएन भने फेरि टेढो मुखमा पनि फेरि म आउँछु नि। फेरि मैले फेरि भन्नु पऱ्यो भने फेरि नमजाले भन्छु होइन। प्लिज तपाईँहरूको आफ्नो कन्ट्रोभर्सी आफै सुल्झाउनुहोस्। मलाई बिचमा पारेर मेरो उदाहरण दिने काम नगर्नुहोस्। म कुनै उदाहरणको पात्र यहाँ छुइनँ। म एउटा बकाइदा एउटा सिङ्गर हो। म गीत गाउँछु। मेरो गीत सुन्नुहोस्। आज मुभीको गीत आएको छ, म भइन भने गीत सुन्नुहोस्। बाँकी मेरो घरमा के भयो, फलानुले के गर्यो, ढिम्कानुले के गर्यो, बुढी पहिला गयो कि गएन, के ल्यायो, को आयो, किन चासो राख्नु पर्यो? के मैले तपाईँहरूले मेरो घरमा एक मुठी चामल दिने हो कि के हो? कि मैले तपाईँहरूको घरबाट चोरेर के चामल खाएको छु? छैन नि त। त्यही भएर चुप लाग्ने, आफ्नो बाटो लाग्ने। धेरै ल्याङ 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 कुरा ब्रोडमा आयो भने फेरि राम्रो हुँदैन है। मैले भनेको छु। ल है, आफ्नो कन्ट्रोभर्सी आफ्नो सम्हाल। जे गर्ने हो गर तिमीहरू। म कसैलाई पनि यहाँ म चिन्दा पनि चिन्दिनँ, गन्दा पनि गन्दिनँ। जोसुकै होस्, सबै आफ्नो ठाउँमा बेस्ट हो।